सासामा त्यो को हो यो को हो भनेको त हजुरलाई राम्रोसँग थाहा हुन पर्ने। ल छुट्याउनु छ अब तपाईले। अमृता यो हो कि त्यो? अमृता यो हो। यहाँबाट सँगै अस्पताल लिएर गएको अनि उहाँ गएर पेटको बच्चा फाले मरेर फालेको हो। अनि त्यहाँबाट लिएर सँगै लिएर यहाँ आउँदैछु। मेरो जेठी बुहारी यो त्यो त को हो तँलाई थाहा होला नि। को ल्याएर आइस घरमा? ए यो को भन्ने कुरा मैले भन्नु पर्यो? ठिक छ मै भन्छु यो त्यो आइमै हो जसले यसलाई मारेर मारेन नै भन्ने ठानेर खोलामा लगेर फ्याँकेका थिए।
वेदनाले फिटेर यसको उपचार गराएर आज बाँचेर यहाँ आएकी छे। तर यसलाई मार्न खोज्ने ती अपराधी को हुन् भन्ने कुरा अब यो पनि मै भनौ कि तिमीहरू भन्छौ? होइन भान्जी बुहारी, तिमी यो के कुरा गर्दैछौ? यो को हो? यहाँ अमर के हो तेरो चालामाला? यो हाम्रो चालामाला के हो भन्ने कुरा म तिमीलाई पछि बुझाउँछु। त्यो भन्दा पहिला मेरो दिदीको अनुहार परे कि यो आइमा हेर्छु मेरे कागज साइन कर ले जल्दी कागज दे। कागज कागज क्या कागज हो जाएगा? हाँ क्या बनेगा? के को कागज? अन्त्यवरी तिमीले भने चाहिँ सिस्नो पानी त आयो, लगाउने काम तिम्रो। तर यसैले तिमीलाई हात पोल्दा अलि विचार गरेर लगाऊ। यो सिस्नुले के बोल्छ र ठुलो बा? जति यिनीहरूले गरेको व्यवहारले मेरो छाती बाती पोलेको छ। एक धप्पल तल त्यति पर्यो।
खालकी आमा हो तिमी? तिमी त आमा भन्न लायक पनि छैनौ। अनि मामा, तिमी कस्तो खालको मामा हौ? मामा त आमा पछिको आमा हुन्छन् भन्ने सुनेकी थिए, तर तिमी त छी, मामा भन्न पनि लाज लागेर आउँछ। महाभारतमा सुनेकी थिए मामा कंस हुन्छन् भनेर, तर त्यो सुनेको कथाले कथामै राखेकी थिए सीमित। आज हामीले आफ्नै जिन्दगीमा भोग्नु पर्यो। आफ्नै छोरा आफ्नै भान्जाको घर बिगार्न हात धोएर पछि पर्ने कस्तो खालको मामा आमा हो तिमीहरू? भगवान कसले देखेको छ र? बाबालाई नै भगवान भन्न पुज्ने गर्थ्यौँ हामीले। तिमी जस्तो आमालाई कसरी पुज्ने हामीले? आमा भन्ने शब्द कति पवित्र हुन्छ, तर तिमीलाई त आमा भन्न उच्चारण गर्न पनि लाज लाग्छ मलाई। यस्तो हुन्छ नि आमा, आफ्नो आमाले आफ्नो सन्तानको लागि यस्तो गर्छन्। बुहारी रुका न रुका, म त थाकि नै सकेँ। तिमी यत्रो जल्गैन जस्तो भएर नि कति नथाके, कति दौडी नसक्या। अरे साला बुढ़वा बुड्ढा, कितना मेरे पीछे पीछे आ रहा है? तेरे बहू तो घर पे चल, नहीं तो तेरे सर फोड़ दूंगी मैं। ये पत्थर से तेरे सर फोड़ दूंगा। तिमीले त के भन्यो बुहारी, मैले त बुझिनँ नि। नेपालीमा भन, नेपालीमा। साला माँ बहन, ये पत्थर से मारूंगा तुझे। तू मेरे पीछे पीछे क्यों आ रहा है? ए अघिदेखि तैँले मलाई गाली पो गरिरहेको थिइस्। पक्छ भाइ, तैँले मलाई अघि गाली पो गरिरहेको। साला पुट्टा, साला बुड्ढा, ये खाने के लिए आता तू मेरे पास? पापा घर में आगे तू चल गया जस्तो मान्छे। साला बुड्ढा फिर से मेरे पीछे पीछे आएगा, और फिर आएगा ना तो सब में मार दूंगी। कति दौड़ी रहेछ, कति हान्दै रहेछ। यसो नसकिने भयो, म पनि यसो दौडेर भन्नु भयो। ज्यानजुगा ज्यानजुगा हाम्रो पनि भन्दिन, मेरी दिदीको मैले गल्ती गरे होला आफ्नो इच्छा पूर्ति गर्नको लागि, किनकि तिमीहरूले धोकामा मेरी दिदीको बिहे बुढासँग गरिदिनु लागेका थियौ। म पनि जिद्दी स्वभावकी, आफ्नो प्रेमी टाढो भएको कहाँ हेर्न सक्थे र? मेरो प्रेमी भएर के भयो त? दिदी पनि मेरो प्राणभन्दा कम छैन भनेर मैले सम्झौता गरेँ, अनि मनलाई दरिलो बनाएर हामी एकै घरमा सँगै जिन्दगी काट्छौँ भनेर संकल्प गरेँ। अनि बिहेको दिनमा म पनि बेहुलीको भेषमा तयार भएर बुढाको हातबाट सिन्दुर हालेँ। तर मेरो सोच, मेरो नियत कहिल्यै पनि खराब थिएन। हामी दिदी बहिनी अनि बुढा भएर घरलाई स्वर्ग बनाउला अनि तिमीहरूलाई खुसी दिउला भन्ने सोचेका थियौँ। तर मेरो सोच मात्रै भएर केही पनि नहुँदो रहेछ। तिमीहरूलाई त हामी दुई बहिनी सुरुकै दिनदेखि मन नपरेको रहेछ। त्यही भएर हरेक पटक हरेक समय हामीलाई छुट्याउने मार्ने षड्यन्त्र बुनि नै रह्यौ। थाहा पाएसम्म त तिमीहरूको षड्यन्त्रलाई मैले काट्ने कोसिस गरेँ, तर यति बेला यति ठुलो षड्यन्त्र चल्यो कि मैले थोरै पनि भ्यू पाउन सकिनँ। ढिलै भयो नि, थाहा भयो, धन्य छ भगवानलाई।
मेरो दिदीलाई त तिमीहरूले मारेर फालि नै सकेका थियौ, तर त्यो भगवानलाई मन्जुर थिएन र तिमीहरूको खेललाई पनि भगवानले चिर्दै मेरो साथ दिनुभयो, मेरो दिदीको साथ दिनुभयो र दिदी आज घर फर्केर आएकी छे। तर तिमीहरूलाई त्यो सहन भएन। कहाँबाट कसरी पैसामा बिक्ने मेरो दिदीसँग त थुतुनो मिल्ने षड्यन्त्रकारीलाई लिएर आयो र आफ्नो खेल अनुसार खेलाइराख्यो। साथ पनि राम्रै दिए त्यसले, तर भन्छन् नि सत्य कहिले डक्दैन अनि झुट कहिले लुक्दैन भनेर। थोरै समयको खेल मात्रै हो, एक दिन न एक दिन सत्य त बाहिर आउनु नै छ। आज सबै कुरा सत्य बाहिर आएको छ अनि तिमीहरू राक्षस रूपी दानवहरूको संहारको दिन पनि। भवानी काकी, ए भवानी काकी, होइन किन बोलाएको, के भयो? आज त्यहाँ अमरकोमा गाउँले सबै भेला हुनु पर्यो भनेर मलाई खबर पठाउनु भएको छ। किन, के भएर बोलाएको? त्यसैले गाउँले भेला हुनु पर्यो भनेर खबर पठाएको हो। ए ल ल, जानु परेको नि त त्यसो भए। ए हुन्छ भवानी काकी, म अरूलाई पनि खबर गर्न चाहन्छु है। ल भरि मैले त्यो नक्कली अमेरिकालाई समाउनै सकिनँ। ढुङ्गाले आएर झन्नै मारे। यहाँ म फर्काएँ भाइ। केही छैन ठुल्बा, त्यो भागेर कहाँै जान्छ र पुलिसले समातिहाल्नुहुन्छ नि। यी भागी चाहिँ समात्न सक्नु भएन भने पनि यिनीहरूले खोजेर ल्याउँछन् त्यसलाई। त्यो कहाँ बस्थे, के गर्छ र कहाँ के हो सब यिनीहरूलाई थाहा छ। केही गरी यिनीहरूले ओखालेनन् त्यसको विषयमा भने पनि पुलिस चौकीला र चाका बाटै बाटो ल्याएपछि अवश्य सबै कुरा भन्छन्। त्यसको चिन्ता नलिनुहोस् ठुल्बा, त्यसलाई जसरी पनि खोजेर ल्याउनु। त्यो भागेर कहीँ गएर लुक्न सक्दिन। अमर घर जाने भने होइन, म त हिँडेको। मैले गाउँलेहरूलाई त्यहाँ चौतारामा भेला गरेर राखेको छु है। तपाईँ गएर त्यहीँ बस्दै गर्नु, म त्यहाँ कमला भाउजूलाई बोलाएर आइहाल्छु अनि सँगै जानुपर्छ है। ल ल, हस् भाउजू।
बहिनी अमर भण्डारी घर तपाईँलाई थाहा छ? थाहा छैन त। अनि तपाईँले किन मुख छोप्नु भएको? मेरो फेसमा चाया पोतो आछ त्यही भएर। अझै जाप हेर्नुहोस् त। चाया पोतो केही पनि छैन सर। यो नक्कली अमृता हो। आमा मैले त्यस्तो के गल्ती गरेको फेरि यति ठुलो सजाय दिनुभयो? किन यस्तो षड्यन्त्र रच्नुभयो तपाईँले? के भनेको भए पनि त सुधार्ने कोसिस गर्थे। तपाईँले त मलाई मार्नै खोज्नुभयो। मलाई मार्नु त के भन्नु? मेरो केटो भएको बच्चा यो धरतीमा पहिला लौटेको तपाईँले मारिदिनु भएन। यति ठुलो पाप गरेपछि अब तपाईँलाई सजा त दिनै पर्यो नि होइन? के कुरा गरिस् दिदी तैँले? जिन्दगीमा पहिलो पटक सही समयमा सही कुरा गरिस्। सजाय त यिनीहरूले पाउनै पर्छ र यस्तो सजाय पाउनु पर्छ कि जिन्दगीमा यस्तो गल्ती कसैले पनि गर्ने आँट नगरोस्। अब भन बुढा, तिम्रो विचार के छ? मैले तिम्रो आमा मामालाई झ्याम झ्याम सिस्नो पानी लाउँदा तिम्रो मन दुख्ने त होइन? भयो अन्त रोक्यो भने त होइन नि? बस मैले पुरा बुझेँ। सिस्नुले पुगेन, लौरो लिएर आउनु गएर यस्तो लौरो ल्याउनु सर्पहरू पक्कै मर्नु। तर त्यो लौरो नभाचियोस्, जानु लौरो लिएर आउनु। ल बरी हुन्छ। चढ्नुहोस् त बाटो। यहाँ अमर भन्ने को हुनुहुन्छ? उहाँ अमृता तपाईँको बुढी हो? हजुर हो सर।
नक्कली अमृता त भागिन् सर। सक्कली बुहारी त हाम्रो उही हो। चिन्ता नगर्नुहोस्, हामीलाई देखेर नक्कली अमृता भाग्दै थिइन्। मैले 2 जना टोलीहरू पठाएको छु, समातेर ल्याउँछन्, कहीँ जान सक्दैनन्। सबै गाउँलेहरू मिलेर के गरे यो? यसरी कानुन हातमा लिन मिल्दैन। हामी गाउँलेहरूले गरे होइन सर, सबै यिनी घरकाले गरे हो। हामी त तमासा हेर्नु मात्रै आएको। ठीक भन्नुभयो भवानी काकी, गर्न त मैले खोजेको, तर कहाँ गर्न पाएर है? सरहरू तपाईँहरू एकछिन छिटो आउनुभयो। एकैछिन ढिलो आइदिएको भए मैले यिनीहरूलाई यिनीहरूको कोटा पुऱ्याइदिन्थेँ। होइन सर, तपाईँहरू ठिक टाइममा आउनुभयो। हामीलाई यहाँबाट यो खोलेर लगिहाल्नु होइन त दिदी। खोल्नु लाउनु। पर्खिनुहोस्, गर्दैछ काम। खायो भने यत्रो भाग खाओ कुना बसेर। यति धेरै यात्रा दिनु यिनीहरूलाई, यति धेरै यात्रा दिनु कि फर्केर आउँदा दिन सम्झेर पनि काम छुटोस्। कसै साहब हटकट लगाउनुहोस्। होइन सर, मेरो यसमा कुनै गल्ती छैन। मलाई माफ गरिदिनु, मैले केही गरेको छैन। सबै गल्ती यसकै हो, सबै खेल यसकै हो। मलाई फसाए होइन सर, होइन। के गरे तपाईँहरूले यो? के भनेपछि मलाई फेरि भन्दा? तैँले त हो, सबै तैँले गरे यो। त मैले गरेँ। सबै यसले गर्यो। हटकट लगाइदेऊ। सबै यसले बसाएको हो मलाई। बेलामा चाहिँ यसो गरौँ दिदी, उयो गरौँ दिदी भनेर मलाई उक्साउने यहाँसम्म लिने अहिले। तैँले होइन, तैँले गरेन, नगरौँ। तैँले गर्यो। आरोप लगाउँदो रहेछ अझ। यसले गर्यो सबै। यसरी हातमा चिमट्नु नि मिल्छ र सर? भोट्यो सर, चप्पल ला न गजे अलि उराइछ नि। तँलाई चाहिएको छ चप्पल, कहीँ हुन्छ मुन्टी। असर साहब चप्पल ल्याइदिनु। चाहिएको छ तँलाई चप्पल। ल कहिले गर्दै नि तपाईँहरू चौकीमा आउनु होला है। आउनु सर, हामी चौकीमा। यिनीहरूलाई जिन्दगीभर उतै जाके हुन्छ। यस्तो मान्छे किन घरमा आउनु पर्यो? फर्केर आउने नि यहाँ। के आँखा देखाएको छु? नातो सम्बन्ध नभए काटिदिन्थेँ होला मैले। भन्न नमिल्ने। किन बसिरहनु, जाउँ हामी पनि।
एउटै घरमा सोता मन मिले छक्का पर्छन् संसार रच्ने देउता एकअर्काको भाव बुझ्ने मेरो चोटमा उनलाई